छोरी के खाने गर्छ এটা দেখাই দিও काम पर्यो यहाँ बस चढा 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 बाबु चढा ऊ अटो चाहिँ हिँड्नु सक्दैन अमरुदले ल चढा 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 ए यो है झन् कोटी सबभन्दा सानो यही हो कि सबभन्दा सानो हो होइन ए यसमा यसमा लाग्छ यसमा को पर भनेर उ गर्छ कि काम पर्यो नानी जस्तो भूमिरा राखेको छ संस्कृति कहाँ पुगेर आयो तिमीले त खुब टिकटक बनाउँदै नारु गुफेर ल धेरै माथि जाने ल गर उहीँ होइन फेरि लगिदिन्छ कि फेरि यो लगिदियो भन्छ आमाहरूले अनि त्यसपछि उठाएर लान्छ फेरि उहीँ हेर 3टा हो जम्मा आमा के अरे यहाँ त यहाँ बिचमा त राम्रो रहेछ त पाता त म यिनी पाटा तिर्न आएको कति वर्ष भयो होला आमा लगभग 15 वर्ष भयो कि हो नि आमा हो र के छ छैन चिरिन्न होला हौ टोटा म ल्यावा देखेँ के अरे त्यो चिलाउनेको भो होइन भो जाम पाटा राम्रो छ नि त हाम्रो आमा यो बारी यो पाटा कजाएर हामीलाई हुर्काएको आमा होइन आमा 6 भाना हुर्काएको है आमा उतातिर त जम्मै बाँझो छ त्यो बाँझो थोरै भयो मेरो छोराछोरीलाई कसरी यसो एक छाक आइकिन होला भन्दै तान्दै भर मकै उम्रेछ यार ठिक्क टाइममा पानी पर्यो कि है आमा अहिले यहाँ रहेछ रे शर्मिला यहाँ रहेछ आमा मलाई के याद छ भन्दा कुरो बुझ्नुभयो यो बारीबाटमा जोत्दा पछि बिउ हाल्दा मैले सानो फुच्चे अनि ऊ त्यहाँ बसेर मकै आलुको तिउन र भात अनि जाँड खाएको याद छ मलाई ए कर्ने जाँड खा भन्छ अरे के गर्ने बिस्तारै उता बङ्गला कहाँ त्यहाँबाट लाउनु हो र बङ्गलाको यता आमा डोको बोको राम्रो देखेछ कि नि त यो
बारीमा मकै छर्दा तपाईँको चाहिँ नि भन्नु पर्यो बालसहित ठुट्टियो के खै कहाँ आएछ काटेको दाउरा यी क्या त्यसै हो यो त काँचो भयो के काटेको भयो भने केही लग्ने यो उत्तिस किन यसरी अग्लो भएको यो उत्तिससम्म पुग्ने मान्छे अब कहाँको जङ्गल आयो यस्तो यति माथि चढेछ यार राम राम यहाँ भुइँबाट माथि पुग्यो यहाँबाट रातै नि देख्छ होला हौ पारी आज हाम्रो बारीमा आइयो यार वर्षौँ पछि हजुर यहाँ एउटा सल्लाह थियो आमा कहाँ गइछ है के गयो म निकालिदिन्छु आमा म निकालिदिन्छु के यही माटो उल्ट्याङ पल्ट्याङ गराएर छोराछोरी हुर्काएको ठाउँ नि आमा जग्गा घडेरी होइन बारी तर छेउटुप्पा सबै बाँझो भएछ आमा है उता परको एउटा दुईटा तीनवटा टुक्रा परपट्टि बाँझो भएछ यहाँ हेर्नु न यहाँ पनि छ यहाँ माथि ल हेर्नु न यहाँ यो पनि बाँझै छ वहाँ परैसम्म छ नि हाम्रो त त्यहाँसम्म झुलुङ्गे हो दिसी चाहिँ कस्तो भोचुक्कै उम्रेको है अचम्म लाग्यो त खेती गरे किन नहुने हुन्छ समय पर्दाखेरि आइज भयो के भयो यो पाता नि बाँझो के त्यही त भनेको यो पाटा बाँझै उता बाँझो यो बाँझो त्यो बाँझो ओहो साह्रै नराम्रो कराउने नानी हो आइज भयो म एकपटक हो यो बाँझोमा चढेर घाँस काट्दाखेरि यो बाँझोमा नाम्लो किरा देखेर म यहाँदेखि भक्क यहाँ फँगालेको मकै
डोको त भरिन्न के हो आमा तोरी फुल्यो पोयालाई के सम्झना दिम त मुयालाई यहाँ के को रुख थियो अरे आमा यहाँ लोट पर्नेको अनि बारी देख्दाखेरि यति मैला लाग्यो एउटालाई जिम्मा दिए पनि पटेनी छन् र त्यो पुरा जोटिन्छ आमा हो आमा आमा मलाई फोटो खिच है सिँगै आयो के सिँगै भयो त टुक्राइदिन आम यो हैसा हुन्छ गोटिलो अर्को हैँसा लिएर आम म उठे त आएँ हैँसा लिम त्यो त्यो के गर्ने त यो यो नि काट्दा भयो त हैसा हुन्छ के त्यही त किन्न जानुभयो त हैसा त काट्दिन यो सुरखुडे हाम्रो गामबाट देखिने सुरखुडे वा यो सुरखुडे हो कि सुरखुडी तलतिरको ऊ नकाट्ने आमा तलतिरको काट्ने यो बनचरो चिर्न पायो कहाँ छ बन्चरो भाउजूसी मलाई भयोलाई कि यो के गर्नु हो त्यो काट्ने ल यो त अलि ऊ पनि त्यति बलियो छैन म चिरिदिन्छु खै ओके चिर्देतो कान्छा कान्छा म साइला ए यसले फोटो खिचिसक्यो खलास थप यहाँ फुलमा खिच्दे हुन्छ अब चिर्नु यता फुट्यो यता के फुट्यो भोलो हाल्ने यो फट्किन्छ है त्यता त्यताबाट है आमा भाँचियो कि होइन र यहाँ पड्काइदिनु यो पहिला यहाँ है आमा
जुम्नी गरेछ कहाँ अरे काटेको यहाँ अझै त्यहाँ अरू बाँकी छ एकै ठप्पमा गयो पुपु अरू पर्छ है अरू पर्छ पुपु One shot. One shot. Oh. अझै अलिक ठुलो भयो के भन्छ ओले छैन चाउचाउ भन्छ एउटा त हो बल्ल पकाएको अरे यति छ ओहो नाच्नु भरिलो साइडमा ल ठक्कै जुम गरेको बेला बिचमा हान्ने होला के रे अरू अटो चिन सक्नु होला यो किन नसक्ने बुर्ती ब्याङ्कको डनमा हो भन्नु कहाँ पर्दै भनेको म त बढी गा के भएर जुम गर्दा पो पुरै क्लियर आउँछ सौगा डङ परे बोले लिपस्टिक खतम भइछ नि Oh my god. यो हिसाबले हजुर दाउरा काटेर खाइनु ल हेर्नुहोस् यो प्रष्टै भयो नि बुझाउ के अलि दाउराले खाउला फेरि अलि उल्टा जाऊ ओहो अङ्कल भनेको को अङ्कल भनेको डन कहाँको गन कि डन ओ माय गॉड सुरु बुझे
हामीले के गर्नु लाग्यो रे काट्न हँ? काट्न यो कुन हो ए हो एउटा होइन होइन यार यो उ गर्न पर्थ्यो के हो यो के गर्नु यो कलिलोको काठ बनाऊ है ल काट्नु खै हाल्नु नि हुन्छ यस्तो हुन्छ नि हुन्छ कतिवटा टाढा काट्नु चारो त भयो हुन्छ हेरौँ अब अनि फेरि काट्न आउँदा किन नजिकबाट खिच्नु उताबाट काराले कोतरेर दियो ल चारवटा भयो है जाऊँ पुर्खाको यो के गर्ने डोको बनाउने डोको बनेर छाप्छ है आज ल यत्रै डोको कत्रो यत्रै सानो मलाई खेलानी बनाइदिनु है म सान्दिनु न के हो त्यो अब कत्रा कत्रा भन्दा छौटा सानो डोको हो नि त बनाउने फेरि त्यत्रै काट्नु बुझिस् खै मलाई मुढा ल्याउनु छ म चाहिँ यता छु कहाँ हो यता यति हो र अब कमेन्टमा खतरा बनाउनु हुने रहेछ भन्ने आउँछ यसको डोको हुने त्यो चाहिँ गिद्रा बाँकी भए यसको चाहिँ डोको हुन्छ सौगात सुनिस् सुनेछु ल भयो भन्न बोली बाबा नि तल मिलाई नि तल नि
है क्यामेरामा हातको यो हो ठान भन्छन् कि ठाम भन्छन् ठान ठान न ठान पछि न आफैले जुम गरिदियो नि त जुत्ता देखाउने होइन कि टाइममा उता दही यता अमृत दही लास भन्ने जानु यस्तो गरिदिनु कि अङ्कल उताको मैले यस्तो गरेँ नि तपाईँले म्युजिक हालेर आफ्नै छ पारा मेरो गराइदिनु बनाइदिनु है त अङ्कल मैले हेर्छु ल जुम गरिदिएको कि दाइ यता हेर्नु के बुर्तियाङ गएर नि यहाँ हेर्नु होला अमृतजीको बन्दुक खतरा छ खतरा अब यसबाट सुरु अटो माथिको उस भयो होइन के गरेको त ओहो